केटाहरूलाई भनेर लाग्दैन सिङ्गल हिँड हो भनेको त हो नि ऊ दुइटै लडेछ दुइटै भने होइन झन् माथिने लड्यो यी मान्छे लड्यो लगाइरह भने हो क्या नि त्यसरी मै झन् है सिङ्गल जाऊ है भनेको झन् म सिङ्गल जाऊ है अगाडि बिस्तारै एक एकजना जाऊ यस्तो हिउँ चिप्लिँदैन त यहाँ हामी चिप्लेर लडेर बसिरहेको अनि केटाहरूलाई नजा भनेको ल ल बिजोग भएन ल मा हेन्डीले भाँचेछ ल भइगयो नि यार ला मैले किटको अब गाडीमा हालेर लानुपर्ने भयो उठो 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 मैले भनेको थिएँ कि अहिले केटाहरू नजा भन्दा त्यत्रो बाइक बसिरह हो गएन भन त यतापट्टि ढल्को धेर चाहिँ यता मतिर म पछाडि ठाउँमा छु भाइ यो पुरै यो गाडी 10-20 वर्ष जति नहिँड्कन यहाँबाट सोध्नु नि पर्दैन अझै अझै भयो ल ल यहीँ स्ट्यान्ड लाउँ त पाउनु है अझै त लानु के अरे कोही बेला गाडी माथि रन्केर आउँदाखेरि फेरि यतै हाल्नु लागेन पाउनु न अलिकति उ गर्नु पऱ्यो नि त ल ठेला न ल ल ल ल ल ल ल हुन्छ हुन्छ ल ल मैले भन्दाखेरि केटाहरू टक्कै हिँड्ने हेन्डलै गयो भने चाहिँ अनि तनाव भएन कसले लाने एक्सपर्टले अब यो हेन्डल नगाडिकन मान्छे चिप्लेर अनि बाइक टायरको चिप्लिहाल्छ नि हेन्डलले भाँच्यो भने यहाँ तनाव भएन हेन्डल भने प्याटै गाडी आयो